So hey guys, good morning. Welcome back to my channel. This is Sankit Rai. अनि सबजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्नुपर्छ हैन। अनि सो अहिले चाहिँ म बिहान बिहान आफ्नो ड्युटी काममा आइसकेको छु। अब अहिले चाहिँ यहाँनिर काम गर्ने पनि कोही छैन नि त। अनि सो त्यो अलिक गाह्रो छ। अनि सो आज चाहिँ चुनावको दिन हैन, सानोबाट भिडियो बनाइदिउँ भन्ने सोच आएर चाहिँ भिडियो बनाइराखेको छु हैन। अनि के हो हैन, अब आजको दिन चाहिँ एकदम धेरै हैन कस्तो भइरहेछ क्या अब हैन। अब घन्टीले जित्छ कि जित्दैन भन्ने टाइपको हैन, एकदम धेरै त्यस्तो भइरहेछ हैन। अनि जति सक्दो चाहिँ अब घन्टीले जित्नै पर्छ हैन, जसरी पनि जित्नै पर्छ घन्टीले हैन। त्यो अब यसपालि म चाहिँ जानु पाइनँ भोट हाल्नुको लागि। अब सिचुएसनै यस्तै थियो क्या अब हैन, भर्खर नि काममा जोइन हानिरहेको छु नि त। अनि सो त्यही भएर जानु पनि पाइनँ हैन, एकदम धेरै टफ छ। अनि सो अहिले एक्लै ह्यान्डल गरिरहेको छु मैले चाहिँ किचनमा हैन। अनि सो त्यही भएर जानु पनि पाएको छुइनँ। अनि यसपालि जानु पनि पाइनँ हैन, एकदम धेरै दुःख लागिरहेछ मलाई चाहिँ हैन। त्यही हो, अब जानु पनि पाइनँ। अब सबै कुरा त्यही हो यार, पैसा छैन, स्यालेरी आएको छैन हैन। सो त्यही भएर चाहिँ जानु पाइनँ। तर जसरी पनि घन्टीले जित्नु पऱ्यो हैन। त्यही हो यार, के भयो, एकदम धेरै कस्तो भइरहेछ क्या। अब घन्टीले जित्नै पर्छ यसपालि, जसरी पनि जित्नै पर्छ। देशमा परिवर्तन ल्याउनु छ भने चाहिँ जसरी पनि जित्नै पर्छ क्या घन्टीले हैन। सो त्यही हो। अनि सबजनाले भोट हाल्नुभयो होला घन्टीलाई हैन, मैले हाल्नु पाइनँ। एकदम धेरै दुःख लागिरहेछ मलाई चाहिँ हैन। त्यही हो, अब सबजनाले घन्टीलाई भोट हालेर जिताउनै पर्ने हुन्छ हैन। अनि जिताउनु पनि हुन्छ होला सबजनाले भन्ने आशा छ हैन। अनि सो त्यो म चाहिँ पर्खाइमा छु हैन। अनि सो हेरौँ के हुन्छ हैन। अब म चाहिँ न्युजहरू हेरिरहेको हुन्छु यहाँबाट। अनि सो त्यही हो, घन्टीले जित्छ भन्ने मनबाट नै आशा छ। सो जय बम बम बोले, जय महादेव हैन। घन्टीले जित्नुपर्छ जसरी पनि। बाई बाई।